सबैजनालाई नमस्ते। केबिएल स्टोरीको पार्ट 1 मा तपाईहरु सबैलाई स्वागत छ। धेरै माया गर्नु ठुलो कुरो होइन। हरेक परिस्थितिमा साथ दिन सक्नु नै साँचो प्रेम हो। आजको कथा सायद तपाईको जीवनसँग पनि मिल्न सक्छ। यदि तपाईहरुको मन छोयो भने यो कथाले कृपया भिडियोलाई लाइक, कमेन्ट र सब्स्क्राइब गरिदिनु होला र भिडियोलाई अन्तिमसम्म हेरेर सपोर्ट गरिदिनु होला। एकजना केटा र एउटी केटी एकअर्कालाई धेरै माया गर्थे। सुखका दिनमा उनीहरू सधैँ सँगै थिए। लाग्थ्यो यो साथ कहिले टुट्ने छैन। तर समय सधैँ एउटै हुँदैन। र एक दिन केटाको जीवनमा कठिन समय आयो। काम गुम्यो, आर्थिक अवस्था बिग्रियो, आफन्तहरू पनि टाढा हुन थाले। त्यही बेला धेरैले उसलाई छोडे। तर एउटी मान्छे भने अझै उसको हात समातेर उभिन्। उनले भनिन्, आज तिमीसँग पैसा छैन, तर तिम्रो इमानदार मन अझै छ। म परिस्थितिसँग होइन, तिमीसँग प्रेम गर्छु। त्यो दिन केटाले बुझ्यो, साँचो प्रेम भनेको सुखमा हात समात्नु होइन, दुःखमा पनि हात नछोड्नु रहेछ। साथीहरू, आजको कथा तपाईहरुलाई कस्तो लाग्यो? यदि तपाईलाई पनि लाग्छ कि साँचो प्रेम परिस्थिति भन्दा ठुलो हुन्छ भने यो भिडियो लाइक गर्नुहोस्। यस्तो मन छुने कथा हेर्न सब्स्क्राइब गरेर केबिएल स्टोरी परिवारको हिस्सा बन्नुहोला। फेरि भेट्नेछौँ लभ स्टोरी पार्ट 2 मा। त्यतिन्जेलसम्म आफ्नो सपना कहिले नछोड्नुहोस् र हाम्रो साथ पनि नछोड्नुहोस्। नमस्कार केबिएल YouTube channel. Thank you.